अहिले भर्खरै हामी बङ्गाली गाउँ बर्खाल अम्लीघाटको नजिक गोरीगाउँ डिस्ट्रिक्टमा जाँदैछौँ। छेउमै इटाभट्टी रहेछ, इटाभट्टी अनि फिसरिजहरू पनि छन्। गाउँको बाटो चाहिँ अलिक कच्ची नै रहेछ अझै। यहाँबाट एकजनाले बताए अनुसार 3 किलोमिटर सम्म यो गाउँ छ अरे भित्र। अनि त्यसपछि चाहिँ सिधै जाँदा जाँदै धरमतुल निस्किन्छ। अनि अहिले बिहानको समयमा यी नानी केटाकेटीहरू सबै स्कुल जाँदैछन्, स्कुलको युनिफर्ममा। अनि गाउँ चाहिँ राम्रो लाग्यो। यहाँका मान्छेहरू सबै अब धेरै पपुलेसन चाहिँ बङ्गाली गाउँै रहेछ। यस्तै छ बाटोघाटो, बाटो बन्दै छ, अन्डर कन्स्ट्रक्सन। अब यो पहिलो पनि एकचोटि म आएको जस्तो लाग्छ यहाँनिर। पहिला आउँदा चाहिँ यो बाटो राम्रै थियो, अहिले चाहिँ फेरि यसको रिपेयरिङको लागि होला सायद पुरानो यो बाटोलाई तोडेर नयाँ बन्दैछ होला जस्तो लाग्यो। यहाँ एकजनाले यी सुँगुर बोकेर डराउँदै, आज मैले सुँगुरलाई बाँधेको मैले पहिलोचोटि देखेको। ल यी यसरी डराउँदै हिँड्दाखेरि अचम्मै लाग्यो। म त सुँगुरलाई डराएको त मैले फर्स्ट टाइम देखेँ। कुकुर डराएको देखेको थिएँ, बाख्रा डराएको देखेको थिएँ, गाई, सुँगुर फर्स्ट टाइम यसरी बाँधेर डराउँदै हिँडेछ। अनि यतातिर चाहिँ पुरा इटाभट्टी रहेछ है। यो इटाहरू चाहिँ मैले बुझेअनुसार चाहिँ पुरा जाँदो रहेछ बाहिर सप्लाई। यो धेरै जसो इटा चाहिँ यहाँ मेघालयतिर जान्छ अरे, शिलङतिर।